हेलो गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल। फाइनली मैले आजको नयाँ दिनसँगै नयाँ भ्लगको स्टार्ट गरिसकेको छु। मेरो भ्लग स्टार्ट चाहिँ जुम्लाको सिजा भन्ने गाउँदेखि भइरहेको छ। हामी चाहिँ हिजो मात्रै आएर यहाँ त्यो दरबार होटलमा बसेको अनि चट्ट लाएर हिजो चाहिँ भला गरेन। भला गर्ने जस्तो बाटो पनि पुगेन कतिलो। आज चाहिँ जुम्लादेखि भाडासम्म भ्लग गर्नेछु। देख्न सक्नुहुन्छ गाइस, सिजाको गाउँ अनि हामी पनि चट्ट गइरहेछौँ। यहाँ तेल पनि हालिदिन्छ मलाई यता पेट्रोल लक्ष्मी देवी आयल स्टोर। हेलो हेलो। सिजाको गाउँ यस्तो छ। यो सिजा चाहिँ धेरै धेरै लामो रहेछ कि कसरी कति रुपियाँ लिटर? हामी बसेको होटल चाहिँ दरबार होटल। बोर्डिङ यहाँ डिजल जान्छ कि पेट्रोल? डिजल। ए ए लिने बेला चाहिँ एक्लै लिनुहुन्छ कि सबै मिलेर त? ट्याङ्कर आउँछ यहाँ? ट्याङ्कर त आउनु न अप्ठ्यारो छ नि त, हल्लिन्छ। अलिकति अगाडि त रहेछ त फेरि पेट्रोल पम्प। ट्याङ्कर आउँदैन त्यहाँ पनि ड्रममा ल्याएर खन्याएर राम्रो छ। जग्गा आफ्नै हो? कति छ यहाँ? 8-10 हजार के पनि के? ए थप गर्नुपर्छ होला तेल। 5.58। देख्न सकिएगा जुम्ला सिजा। यहाँ चाहिँ के गुफा छ अरे अगाडि? के गुफा छ अरे? यो नेपाली भाषा उत्खनन भएको ठाउँ है यो। यहाँ चाहिँ यस ठाउँबाट नेपाली भाषा उत्खनन भएको रे। अनि यहाँ चाहिँ पहिला राजाहरू बस्थे रे। ठाउँ ठाउँमा दरबार सरबार के छन् छने। हेलो हेलो गाइस, फाइनली हामी चाहिँ त्यो बाटो जानुपर्ने हो कि आएको हो खै केही पत्तै छैन। यस्तो छ बाटो अनि टक्क लाएर यस्तो छ डाँडा काँडा। जुम्ला जुम्ला भन्थ्यौ देख्यौ, कहाँ कहाँको रौँभरि केही छैन टुक्ने बाइकको पछाडि बस्नाले। यस्तो छ बाटो पारी। जाउँ, म चलाउँछु है, म चलाउँछु क्या। तर धौ हाला के मलाई बाटो 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 यस्तो छ। हामी जाने कता हो के हो? ओ माथि के हो त्यो? ऊ त्यो भेडा बस्ने हो क्या? ओ त्यहाँ के मान्छे जाने ठाउँ पनि छैन। मौरी पालन छ क्या त्यहाँ? साह्रै साह्रै अप्ठ्यारो बाटोमा हामी। ल हेलो गाइज,
फाइनली हामी चाहिँ यो राराको अन्तिम पार्किङ पोइन्टमा आइसकेका छौँ। अब हामी लाग्छौँ यहाँदेखि रारा तालतिर, रारा तालबाट बुर्मा टपमा पनि पुग्छौँ। यो पोइन्टको नाम चाहिँ सल्लेरी। सुर्खेतको चल्ने जस्तो गाडी छ त याद थियो। चामल, रातो चामल। के को अचार हो? के रे? के को अचार हो? मैले त 3 थाल खान्छु होला। हिँड्नु पर्छ नि त अहिले। सुन्नु न, 2-3 वटा चाउचाउ किनेर लैजानु। एउटै कटोरा मात्रै पाइम हामीले। हुन्थ्यो भने एउटै कटोरामा राख्नु भयो, पर्दैन। यो धान कहाँ फल्छ? खेत कहाँ? खेत कहाँ यो धान फल्ने खेत? त्यो छ त त्यो। यो खेत के? हजुर त्यो चामल फल्ने खेत कहाँ त? हामी किनेर ल्याउने होइन, नेकमा हुँदैन। तल सुरु जुम्ला हुन्छ कि हाम्रो जुम्ला कति रुपियाँ पर्छ केजीको? केजीको हुन्छ हुन्छ। खाना यहीँ खाने गरी आउँछन्। नुन खुर्सानी कस्तो भइरहेको छ? ठिक छ। हेर्ने त मात्रै बोल्छु। यो मुलाको अचार राखिदिउँ है। म त खाँदैन। म खान्छु। बरु यो रातो अचार दिनु न अलिकति। ल ल ल अरू दिनु मुला अचार। अचार दिउँ। लसुन पनि हो कि हाम्रो? खुर्सानी पनि राखिदिउँ है। ल भयो। बस हुन्छ। ल गाइस हाम्रो यात्रा सुरु। भान्जाको घोडा चाहिँ त्यो, मेरो चाहिँ यो। कान्ठ अङ्कल चढौँ चढौँ। के भन्नु त के भन्नु त तिमीका न ठिक हो। जम्पिङ यता सामान्य हो कि मोबाइल दिनु मलाई। हिँड्यो भने यस्तो त हुन्छ। ल फाइनली घोडा चढिसक्यौँ हामी। त्यसरी ज्यान छोड्ने यस्तो अल्छी लाग्दैन हैन है भोलि भेटौँला है बाई। के अरे यसको नाम? जेन्जी जेन्जी? त्यसको नि बादल र जेन्जी। यसका नाम जेन्जी, त्यसका नाम बादल।
ल गाइस हामी चाहिँ फाइनली यो बाटो लागिसक्यौँ। त्यो आर्मी ब्यारेकको नाम के अरे भन्छ त्यहाँ? कुसुम कुसमा कि कुसुम कुसुम आर्मी ब्यारेकबाट म जेन्जी म आफै जेन्जी र जेन्जी घोडामा चढिसकेँ। उहाँ चाहिँ अलि ओल्ड म्यान हुनुहुन्छ 40 क्रस। उहाँ चाहिँ बादल घोडामा चढ्नु भयो। के मान्छे जित्दिनु भयो त यार हामीलाई। यहाँ ढुङ्गै छैन त। यो दौराम भन्छ दौडिन्छ होइन। यो झोला बाँध्न मिल्दैन यता कतै। भारी बोक्नेवाला छुट्टै हुन्छ होइन। घोडाले नि बोक्छ। सुत्दैन यो तर यो कहाँ नि म घर पारी कहिले त रात पर्छ होला न घर जाँदा। अन्त ढाउन्न के अरे वहीँ बस्ने। यो त सजिलो बाटो हिँड्छ। यो त मा कसै कुलो नालीतिर जान्छ त। 21 कदम पछाडि बादललाई भेटाउनु हो त उहाँको पनि ल्याइदियो। ल गाइस हामी रावा तालको नजिकै आइसक्यौँ। यहाँ जङ्गल छ, सल्लाहको बुटा छ अनि यहाँ घोडा छ। यहाँ म छु। हामी चाहिँ मुरमा टप जाने हो। मुरमा टप गएर के खाने हो भन्छ च्याङ्राको मासु। च्याङ्रा अन्त सल्लाह यो ढलेको दाउरा पनि काट्न पाइन्न। किन निकुञ्ज भएर बेच्न पाइन्छ। त्यो काटे त ऊ के गर्ने के को लागि लग्ने हो क्या न? सुकेको त दाउरा बाल्न लग्नु पर्ने हो न। बजार वीरेन्द्रनगर गएको छौ कि नै? वीरेन्द्रनगर सुर्खेत गएको छैनौ? कुन ठाउँ गएको छौ सुर्खेत? ए यो ओह्रालोमा चाहिँ गाइस कस्तो गर्ने भनेपछि हल्का खुट्टालाई अगाडि प्रेस दिने, ज्यान चाहिँ पछाडि लच्किने। सेम होइन होला। घोडालाई दौ भएको छ, मलाई मजा आछ। यस्तै भइरहेछ। भाइलाई पनि दौ भएको छ, हिँड्न छैन। ल यहाँ चाहिँ खाल्टो परेको चाहिँ यो घोडाको खुट्टाले टेकी गरेर पानी परेको बेला यो मान्छेले गराएको जस्तो छ नि सिडी। काग दाजै अब आयो ताल होइन। त्यहाँ नम्बर लेखेको छ नि त। यो के को लागि काट्ने रहेछन् भन्ने हो। यो छानबिन के होला, ल्याब टेस्टको लागि होला। तर जिन्दगीमा फर्स्ट टाइम यसरी घोडा चढेको, खासै डर त लागेको छैन अहिले। यो चाहिँ किन सोलिङ गरेको ढुङ्गा
मान्छे हिँड्ने ए बनाउन लागि गरेको अँ 3 वर्ष भयो अबको 3 वर्षपछि पनि यस्तै यहाँ घुमेर फर्किसकेको त हिजो आएको मान्छेहरू त्यहाँ न यहाँ माथि नपुगेको होइन माथि नपुगेको माथि धेरै जस्तो माथि जानुहुन्छ माथि जानुभन्दा उता पर भित्र पुग्छ हाम्रो त्यहाँ जान्छन् अनि ताल वरिपरि पनि हान्छन् अनि धेरै जस्तो हिजो दिनभरि हिजो त अन्त सुन्दा हाने हिजो पनि दिनभरि ताल वरिपरि ल गाइस अब हामीले छिटै नै देख्न सक्छौँ यो राराताल भनेको नेपालको सबैभन्दा ठुलो केमा पर्छ गहिरो गहिरो त तिलिचो नै गहिरो तिलिचो ठुलो भयो के फेवाताल ठुलो यार होइन राताल हो नेपालको सबभन्दा ठुलो राताल हो फेवाताल तालको अर्को नाम महेन्द्र ताल लात्तीले घोडा लात्ती हान्दैन घोडा लाठी त हान्छ नि हान्यो भने त मान्छे उठ्दैन गर्दाखेरि मुसाको पानी खुवाउनुपर्छ मुसाको त्यो भित्र लगायो हुन्छ नि त्यसको मोचा हुन्छ नि त्यो मोचाको पानी सिधै नाङमा घुसाउनुपर्छ एउटा बट्टालाई हानेर घोडा त्यस्तै भएको ज्यानजी के को आगो फुकेको होइन भयो मामा अहिले चढौँला हेलो हेलो यो हो रारा लेक तपाईँले यतिखेर देख्न सक्नुहुनेछ रारा लेक अनि रारा लेकमा आइसकेका छौँ हामी यसको लम्बाइ चाहिँ 5 किलोमिटर 5.2 चौडाइ रहेको छ यसको 3 किलोमिटर र गहिराई 159 यसको गहिराई छ यो पानी कहाँबाट आछ कसरी झरेछ केही थाहा छैन गाइस यो चाहिँ यस्तो छ है सट्ट फोटोसोटो हानिदिने हो फेरि हामी मुरमा टप गइदिने हो माथि मुरमा टप भन्ने चाहिँ त्यहाँ हो त्यहाँ पनि पुग्छौँ है त्यहाँको पनि भ्लग आउनेछ हामी चढ्ने घोडा चाहिँ त्यो हो ल गाइस फाइनली हामी राराको ताल नजिकको फोटोसुट हानिसकेर मुरमातिर लागेछौँ है गाइस अगाडि चाहिँ भान्जा हिँडिरहनु भएको छ पछाडि चाहिँ म छु हामी जाने चाहिँ माथि डाँडा छ करान नमिल्ने रे बुफर बजान नमिल्नेले ड्रोन सुट हान्न नमिल्ने रे मिल्ने चाहिँ के रहेछ खै ओखारो खै माछा यार कहाँबाट हालेको दिउँ यसको बच्चा कसले हालेको कहाँ हुन्छ अरे अटोमेटिक छो अगाडि तपाईँ मोबाइलबाट भिडियो गराउनु न तपाईँ घोरै हिँड्नलाई जान्नु न यार तपाईँ कैसा घोरे यार घोरा हिँड्न नजान्ने जित ओभरटेक गो तालमा यत्रा मैले भन्न जान्छ र
ये देखना सकती है आप लोग, सल्ला सल्ला है, ये धूपी सल्ला है, ये क्या है ये? ल बाटो यस्तो छ, चट्ट काटेको आँटेको फाटेको, तल तल हामी माथि, ऐसा ऐसा गरी चल रहा हूँ हम। ल हेर्नु गाइस, हामी तालको डिलमा तल पानी छत्ल्याङ छत्ल्याङ गरे यो बनास हो त्यो पानी हाँस सट्ट लाएर हामी चाहिँ आजको मौसम चाहिँ खासै भर लाग्दो छैन के माया छुरी। हामी भाग्यमानी हो कि अभागी हो, खै आज रातभरि पानी पर्नमा त भोलि मजाको हुन्थ्यो होइन। मजाको भ्यू देखिन्छ कि आज पानी परेको भोलि त राम्रो। ल हेर्नु 5 किलोमिटर यो देख्नुभयो धारा, धारा। यो तालको सुरक्षा चाहिँ नेपाल आर्मी यहाँ राष्ट्रिय निकुञ्ज समितिले गर्ने रहेछ जस्तो लाग्यो। यसले त के हामीलाई पत्याउन त हामीले हिँड भने हिँड्दैन यार। भ्लगिङ हानिरहेको छु मैले, यो भ्लग त मर्छ, जङ्गलमै छोडिदिने हुन्छ के। त्यहाँ छोरा देख्नु भने तालमा, अनि यसलाई मर्नेलाई के दाह संस्कार गर्नुहुन्छ र गर्छौ? गर्दैन। हाम्रोतिर गर्छ नि फेरि गोरुलाई, गोरु गाड्ने बेला चामल सामल के हालिदिन्छन्। एकदम गाह्रो बाटो, सफलतापूर्वक जानुभएको छ। हेलो गाइज, सिमसिमे पानी, उकालो बाटो, घोडाको साथमा चाउचाउ खाँदै आनन्दले भ्लगिङ गर्दै गइरहेछौँ हामी। अनि रारा कल्चर रिसोर्ट यता छ। हामी चाहिँ रिसोर्टमा बस्दैनौँ, हामी जान्छौँ मुरमा भ्यू इको रिसोर्टमा। सोडे नलोड आउनु ल सोडे। यस्तो बाटो छ, पानी आइरह। हेलो गाइज, फाइनली हामी चाहिँ यो कहाँ हो भन्नु पर्दा मुरमा गाउँमा छौँ। पानी परिरहेको छ, यस्तरी भुजिसक्यौँ हामी चाहिँ। म चाहिँ के हो यार, जहिले जुन ठाउँ गए पनि पानी पर्छ यार, के भनौँ, भाग्यमानी भनौँ कि अभागी भनौँ। ऊ माथि भ्यू पोइन्ट, ऊ त्यही हो। यस्तो छ खेतबारी होला, अनि त्यो गाउँ छ, घोडा छ। ल गाइस, फाइनली हामी मुर्माको आधामा आइसक्यौँ। हामीलाई चाहिँ अहिले ड्राइभर चाहिएको छैन, हामी आफै ड्राइभर हो, हामी आफै घोडा चालक हो, हाम्रो आफ्नै घोडा हो जस्तो भइरहेछ। अहिले चाहिँ म छु टपमा आइरहेको छु। जेन्जी, यो घोडाको नाम चाहिँ जेन्जी रहेछ है गाइस। बाटो यस्तो छ, यो चाहिँ राम्रो बाटोमा गनिन्छ। रारा आएपछि मुरमा टप त आउनै पर्यो। मुरमा टप आएपछि मुरमा टपको अर्ग्यानिक खाना त खानै पर्यो। अर्ग्यानिक खाना खाइसकेपछि सँगसँगै भ्यू पोइन्टको फोटो पनि खिच्नै पर्यो।
घोडामा चढ्नै पर्यो। घोडा मेरो घोडा यस्तो छ जेन्जी घोडा ब्याङ मा काडक्स के ब्याङ ब्रुङ गर्छ यार। डर लाग्यो मालट जङ्गलमा एक्लै छु है स्यु स्यु यसरी घोडा हिँड्ने अरे के स्यु ये देखना सकती है बाटो वो तल नीचे देखना सकती है भांजो हम तो बहुत ऊपर आ गया सबको छोड़ के आ गया ऊपर हम घोडा हिँड्ने बाटो यस्तो छ हाम्रो हालत तालमा कसम ताल देखिसक्यो तल यार ल गाइस हामी चाहिँ फाइनली आइसक्यौँ है यो राराको रिसोर्टमा आइसक्यौँ। यो मौसम क्लियर नभएर रारा ताल राम्रोसँग देखियो होइन रारा भन्न आयो अनि भोलि बिहान देखिन सक्छ। हामी यहाँ घोडा आयो यता हामी फाइनली अब भित्र छिर्यौँ रारा यता हामी यता रारा ताल जाडो भयो आगो कहाँ बोलेछ आगो यतै छ तात्दिने हो हेलो हेलो ब्याक टु ब्याक ब्लगिङ गाइज फाइनली गुड मर्निङ डे 3 आज रुमभित्रबाट रारा लेक सर हेलो गाइज गुड मर्निङ रारा लेक तपाईँहरूले देख्न सक्नुहुनेछ पारि एकदमै हिमाल अनि तल रारा ताल है ब्लगिङ आउने गर्ने छ। हामी चाहिँ उकालोमा हिँड्दै यतिखेर बाटो चाहिँ यस्तो छ हामी चाहिँ तपाईँहरूले कहाँ गयो भन्नुभयो ल हेर्नुहोस् है दिस इज अ भ्यू होइन रारा लेक पारि हिमाल यस्तो आनन्दमा छौँ हामी प्रकृतिको आनन्द लिँदै त्यो पारि चाहिँ देखिने कता कता बढी मालिका भन्ने सुनिरहेको छ सायद त्यही हिमाल होला। अझै हामी टपमा जाँदैछौँ गाइज तौ भयो हेर्नुहोस् है त गाइज फाइनली हामी चाहिँ तपाईँहरूले हामी कहाँ आइसक्यौँ भनेर तपाईँहरूलाई भन्नै पर्दैन मैले भ्यू देखाइसकेपछि तपाईँ आफै थाहा पाउनुहुनेछ। ओ दिस इज अ भ्यू महाकाश सनसेट पनि हुने होला छ अब सनराइज सेट भनेको त डुब्ने होला यार हट अनि रे हिमाल पनि देखिन्छ दामी मजा आउने भयो हट यतातिर मान्छे पनि बस्नुहुन्छ कि क्या हो त्यहाँ टावर सावर रहेछ के को यता चाहिँ म छु है देख्न सक्नुहुन्छ तल लगायत हामी चाहिँ ओह्रालो झर्दैछौँ है मोरमा टपदेखि रारातिर तपाईँले देख्न सक्नुहुन्छ पिङ खेलेको अलि बेसरी खेला अझै बेसरी मजा आछ ल आमा उनीहरू त सर्टकट पो गएछ नि त के छ त अवस्था एकदम दर्दनाक छ गाइज यहाँ चाहिँ चोट लागेको छ मेरो अनि भान्जालाई केही भएको छैन मलाई मात्रै चोट लागेको मलाई चाहिँ के भइरहेको हिँड्न चाहिँ एकदम कठिन छ बाटो यस्तो छ गाउँ यो मुर्माको गाउँ हो मुर्मा टप देखिँदो रहेछ त मैले देखाइदिउँ त माथि टपमा पुगेर आइसक्यौँ गाइज हामी है अनि तपाईँलाई कस्तो एक्साइटेड भइरहेको छ मजा ओभर एक्साइटेड कि हाउ फिल माथि जानुभन्दा अगाडि चाहिँ एक्साइटेड थिएँ अहिले हिँड्नले सब कुरा हराइसक्यो यो आएको दुःखभरि बिर्सिनु। हेलो गाइज फाइनली हामी चाहिँ त्यो रारा लेक
अनि त्यो पारीदेखि नै मुर्मा टप गएर फर्किन लागिसक्यौँ है घरतिर। रारा लेकको भ्यू यस्तो छ यतिखेर, साह्रै क्लियर छ, हेर्नु होला। त्यहाँ चाहिँ कुन हिमाल हो ठ्याक्कै थाहा भएन, त्यो हिमाल। हामी चाहिँ मुर्मा टप भन्नेको यही हो है, यहाँ पुगेर आइसक्यौँ। हेर्नु होला यो सल्ला, धुपी सल्ला, यहाँको रारा राष्ट्रिय निकुञ्ज। अनि हामी यता पारा चिलमा हामी हिँड्दै बाटोमा स्यास्या भइरहेछ, मान्छेहरू आइरहेछन् यहाँ, घोडाहरू चरिरहन्। अनि हामी गइरहेछौँ यता, बाटो यता छ गाइज। ल तपाईँहरूलाई कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला। बाई बाई रारा, बाई बाई रारा, बाई बाई मुर्मा टप, सी यु अगेन। अब चाहिँ बुढीलाई लिएर आउनु पर्ला, श्रीमती ज्यूलाई लिएर आउनु पर्ला। ल न गाइज, हामी चाहिँ यो सल्लाह गरिकन हिँड्दैछौँ। अनि मलाई भन्जाले झोला बोकाइछन् आफूले नबोकेर। अनि मलाई धेरै धाउ भइसक्यो, म थाकिसकेँ। तपाईँहरू पनि आउनु होला रारामा, घुम्नु होला, नेचुरल भ्यूको अवलोकन गर्नु होला। भयो सिकान आयो। अनि तपाईँलाई कस्तो लाग्छ मेरो भ्लग हेरेर पनि साथ दिनु होला। लास्ट बाक्लो छ यहाँ सल्लाह। यो रारा राष्ट्रिय निकुञ्जको नियम चाहिँ यहाँबाट सिन्का पनि उठाउन पाइन्न अरे है। अनि ड्रोन क्यामेरा लिएको उडाउन नि पाएनौँ, आर्मीले राखिदियो तँलाई। अनि बुफार पनि बजाउन नपाइने, खै कहाँको नियम हो यो, हाइट थाहा भएन। कृपया हाम्रो घर फोहोर नगरिदिनु होला। अनि रेड पान्डा, नावर, डाँफे, मुनाले, श्री हनुमान ध्वज गुल्म भन्ने आर्मी ब्यारेक रहेछ। पाटना आयो यता। ल सिजा हो कि गिजा हो, के गाउँ रे यो? नै हो। हेलो हेलो गाइज, फाइनली यो चाहिँ यो फाइनली हामी यहाँ आइपुग्यौँ भन्न खोजेँ। फाइनली राराबाट फर्किने क्रममा दिस इज द भ्यू गाइजी। नेपालको नक्सा देख्न सक्नुहुन्छ तपाईँहरूले। हेलो, यो चाहिँ कालीकोटमा रहेको छ। माया गरिदिनु होला नेपालको नक्सालाई। नेपालको नक्साको लागि 1 लाइक है त गाइज। गाइज छ न, हामी चाहिँ यसरी घर जान लाग्यो नेपालको नक्सालाई देखाउँदै। बाई बाई नेपालको नक्सा। अनि रे गाडीको सत्यानाश भइरहेको छ हाम्रो। गाडको भागमा गेरागुडी आहा। देख्न सक्नुहुनेछ पारीको भ्यू। अनि पारी छु म। हेलो गाइज, फाइनली हिँड्दा हिँड्दै बाटोमा त्यो चाहिँ काठको पुल, काठको मूर्ति। अनि रे लाउरे पनि छ, यिनी राजा रानी हुँदै सुनेको। यिनी चाहिँ एकजना लाउरे साप हुनुहुन्छ। लाउरे 1 मा 1 जोडी कति हुन्छ? 2 हुन्छ सर भन्ने वाला लाउरे